हेलो गाइज, मोहनजी भनौँ बिजुको छ गाडी खसेर त जेसीबी का आइपुगेर जेसीबी भन्यो जेसीबी ए ट्राफिक पनि आइयो। गुड मर्निङ, मोहनजिएम भ्लगमा हजुरहरू स्वागत छ। आज चाहिँ हाम्रो यात्रा चाहिँ नेपालगञ्जबाट रुकुमकोट, पूर्वी रुकुमकोट जाने हो र हामी यता नेपालगञ्जबाट सिन्चु सुर्खेत हुँदै राभाघाटनिर पुगेको थियौँ। यहाँ गाडी फसेर तनाव छ गाइज, आउँदा पनि होसियार गरेर आउनु ल तपाईँहरू पनि। यस्तो छ यहाँ, बिहान 5 बजेबाट जाम लागेको, अब चाहिँ स्काइवेटर आइसकेको छ तान्नलाई फाइनली। अब चाहिँ गाडी निस्किन्छ कि भन्ने टार्गेटमा हामीहरू। यस्तो तनाव छ, सब गाडी लाइनैलाई पुरा गाडी जाम। अब चाहिँ स्काइवेटरले तान्छ कि भन्ने आशमा हुन्छ जस्तो। बड़ा धीरे धीरे निकल हुई ना, अट्टा टाइम लगे गाड़ी जी। वहाँ जाओ ना, उठा नदुरी बाटो त राम्रो हो नि, साँझ मैले बाटो गयो। गराइबिल हालिदिएपछि भइहाल्छ गिटी। अब यहाँ तपाईँ अब गिटी पिसेको गिटी हाल्नुपर्ने छ क्या। अब बेस हालियो क्या, बेस अब आइसकेको छ। अब कान्छ चाहिँ डोल्पा हाइवे हो गाइज, जाजरकोट डोल्पा। यस्तो होला भन्ने कोहीले सोचेर भयो। त्यही बिना त केही नदबाएको त्यति। हिजै राति झारिदिनु पर्ने हो। एम्बुलेन्स उहाँ लाइनमा लागेको छ लास्टमा। यस्तो छ बिजोग गाई। अघि नै सब हावा भएर रेडी पारेर राख्नुपर्ने नि गाडी पनि। झन् चिप्लेर गएर छोइयो भने त बर्बाद छ। फाइनली गाडी स्टार्ट भइसकेको छ। जान्नु त
यहाँ चाहिँ पुरा बिहान 5 बजे जाम लाग्यो गाइस। यो टिमको फोटो हातमा बन्ने गाडी रहेछ। यस्तो हो। गाडी साडी फसेर छ बाटो फलक यता पनि यहाँ पनि यस्तो गाडी जाम लागेको छ पुरै। खानु बस्नु यहाँ चाहिँ ट्राफिक के पुगला टेकिङ हो। यस्तो भलाइरहेको छ। पुर्यो तिम्रो पछ्यौरी मेरो रफ्तारको के दोष, फर्की बस फर्की आउने छु सानो। बाटो खुले जस्तो छ बाटो। ये रेलिंग ने राटस बजे लपटा है का जेसीबी नहीं से यार ने करते